ब्लक छ नि ल त्यसमा ल ल त्यहाँबाट चाहिँ अब यस्तो चाहिँ ओके अब फेरि सिला हान्नु पर्छ त्यहाँबाट अब चाहिँ भैँसी तपाईँ बेस्ट के को हाल्नु भएको यो चाहिँ के चाहिँ मासु यो चाहिँ बफ हो बफ बफ या भैँसीको एकदम लोकल भैँसी हो यहाँ चाहिँ त्यहाँबाट त्यसो भने अब चाहिँ यहाँ देखाइदिनु आइटमहरू के हो आइटम चाहिँ यो चाहिँ के भन्छ यसको चाहिँ स्किन हो त्यहाँबाट एकदमै अलग्गै भुटेर खानुपर्छ त्यो चाहिँ एकदम मिठो हुन्छ है अन्त त्यहाँबाट यो त अलिक सिला उयो के भन्छ हामीले धुवामा मात्रै सुकाएर अन्त तपाईँको यो भनिदिनु न के को लागि गर्नुभएको यो चाहिँ दसैँ स्पेसलको लागि ल अन्ली फर दसैँको लागि एकदम घरमा मजाले सुकाएर है एक हप्ता चाहिँ बासीमा सुकाउँदै बस्नु पर्यो नि अन्त अब चाहिँ के भन्छ यस्तो छ एक हप्ता चाहिँ मासु मात्रै सुकाएर त्यहाँबाट फेरि मासु खाएर मामाको मसलहरू पनि हेर्नु आमा खतरा छ नि फेरि यो चाहिँ के हो यो भैँसी हो यो पनि यो भेडा नि यो चाहिँ भेडा हो भेडा छ तपाईँको भैँसी छ त्यहाँ तपाईँको भैँसीको छाला भैँसीको छाला भैँसीको स्किन बफ स्किन तपाईँको उयो छ तपाईँको भैँसीको मासु यो चाहिँ भित्र चाहिँ यो हुन्छ यो चाहिँ खुट्टा हो त्यहाँबाट यो चाहिँ फेरि भोलि के हुन्छ भने बफ चिल्ली खाने है ओके ल थ्याङ्क यू तपाईँलाई बफ चिल्ली त्यहाँबाट के कुकुर खाने त्यहाँबाट एकदमै मामा र भान्जीले मात्रै खाने हो नाख्ने पनि छैन हो बफ चिल्ली ओके ओके ल त्यसो भने यो चाहिँ अब एकछिन धुवामा सुकेर हाल्नुपर्छ यसलाई चाहिँ ल ओके हुन्छ त्यसो भने ल